नमस्कार, म तुलसी भारद्वाज निरौला। आज हामी यो प्राकृतिक छटामा आइपुगेका छौँ। प्रकृतिले भरिपूर्ण रहेको यो स्थानमा यहाँ नजिकमा मन्दिर, त्यहाँनिर हामीले केही मौलहरूको भिडियो खिचेका छौँ र यो मन्दिर साक्षात् 100 वर्ष पुरानोको इतिहास अहिले पनि जीवित छ र सँगसँगै यो मन्दिरमा त्यस्तो तामझाम के ठुलो मान्छे आउने जाने घुइँचो सुइँचो केही पनि छैन, तर विशिष्ट मन्दिर हो। यो स्थान हो चितवनको उपरदाङगढी नजिक मुखिया डाँडा र यहाँ नजिकमा एउटा रिसोर्ट बन्दैछ गोठबास र यहीँका स्थानीय धामी र सँगसँगै व्यवसायी भेषराज दुवाडी ज्यूसँग हामीले केही भलाकुसारी गर्दाखेरि प्राप्त गरेका जानकारीसँग जोडेर मन्दिरमा आएर दर्शन गरेर आउनका लागि हामी 2-3 वर्ष पहिला पनि आएका थियौँ। तेस्रो पटक हो यो, तर यहाँका बारेमा अब जानकारी गराउनुपर्छ हामीले जे जति जानेको छ भन्ने कुराका आधारमा। सन्तान प्राप्तिका लागि तपाईँले वर्षौँदेखि भइरहेको छैन, सन्तान उत्पादन भइरहेको छैन भने यो स्थानका लागि तपाईँ भाकल गर्नुहोला। मेरो सन्तान प्राप्त होस्, म त्यहाँ आएर दर्शन गर्छु भनेर सम्झनुहोला। सन्तान प्राप्त भए पछाडि हामीलाई सम्झनुहोला, हामी यहाँ ल्याउने काम हामी गर्छौँ। कुरा के रहेको छ भने आजभन्दा करिब 90-91 वर्ष पहिला यही सन्तान मागेर यहाँ भूमि देवता पूजा गरिन्छ र बाली लाउने बेलामा र बाली भित्र्याउने बेलामा पूजा गरिन्छ र विभिन्न समयमा मेला पनि लाग्ने गरेको छ। र यो मन्दिरमा वा एकजना व्यक्तिले, क्षेत्रीय परिवारका व्यक्तिले सन्तान नभएपछि, 3 जना श्रीमतीबाट पनि सन्तान नभएपछि भगवानसँग आशीर्वाद मागेर व्रत बसेर सन्तान प्राप्तिका लागि कामना गरेपछि सन्तान जन्मिएका कारणले गर्दा उहाँको नाम स्वयं व्रतबहादुर रहन गयो। व्रतबहादुरज्यू आज 90 वर्षको हुनुहुन्छ। उहाँको पिताजीले, बुवाले लिनुभएको व्रतका प्रभावले, भगवानसँग अनुकम्पाले उहाँको नाम नै व्रत रहन गयो र त्योभन्दा पछाडि अन्य व्यक्तिले पनि व्रत गर्दा हुँदो रहेछ, आश गर्दा हुँदो रहेछ, इच्छा गर्दा हुँदो रहेछ भनेर व्रत बसेर आश बसेर अर्का पनि व्यक्ति जन्मिएका कारणले गर्दा उहाँको नाम आश बहादुर रहन गयो। र यी दुई व्यक्तित्वहरू 90-88 वर्षका व्यक्तित्वहरू अहिले पनि जीवित हुनुहुन्छ भनेपछि लगभग यो मन्दिरको इतिहास 100 वर्षको छ र यहाँ अत्यन्त विशिष्ट प्राकृतिक छटाले भरिपूर्ण सूर्योदय पनि हेर्न पाइने, सूर्यास्त पनि हेर्न पाइने र सँगसँगै चितवनको र वीरगञ्जसम्मको पनि बेलुकाको बत्ती हेर्न पाइने र गर्मीमा अलि चिसो चिसो महसुस हुन सक्ने यो विशिष्ट स्थान, प्राकृतिक छटाले एकदमै विशिष्ट। राजमार्गबाट जस्तो महेन्द्र राजमार्ग चितवन टाढीबाट 32 किलोमिटर, यतापट्टि फिस्लिङबाट त्यही 35 किलोमिटर, यता मुगलिनबाट पनि त्यही 30-32 किलोमिटरको दूरीमा रहेको यो उपरदाङगढी स्थानमा अवस्थित बडो मनमोहक, बडो राम्रो दृश्यावलोकन गर्न सकिने, आउन सकिने, हेर्न सकिने, घुम्न सकिने, मजाले बस्न सकिने ठाउँ रिसोर्टहरू बन्दैछन्। र यहीँ हामी भेषराजज्यूको यो गोठबासमा वास्तुका क्रममा, वास्तु हेर्ने क्रममा, परामर्श दिने क्रममा यहाँ आइपुगेका हौँ। तपाईँ पनि कुनै समयमा समय छुट्याएर आउन सक्नुहुन्छ, भगवानसँग आशीर्वाद माग्न सक्नुहुन्छ, तपाईँले आफ्ना लागि इच्छा कामना गर्न सक्नुहुन्छ। यहाँनिर कुराकानी रहेको छ के भने पारीपट्टि त्रिशुली, पारीपट्टि गोर्खा मनोकामना मन्दिर, वारीपट्टि इच्छा कामना। यो हामी जहाँ बसेर कुराकानी गर्दैछौँ यो इच्छा कामना वार्ड नम्बर 7 हो, यो चितवन जिल्ला हो। यहाँ बसेर कुराकानी जोड्दैछौँ। सबैको जय हो, सबैको उन्नति हो, सबैको प्रगति होस् भन्ने कामनाका साथमा आज हामीले यहाँको जानकारी गरायौँ। केही तुवालो लागेका कारणले गर्दा प्रष्ट रूपमा देखिने स्थिति छैन। यहाँका ढुङ्गाहरूमा एक विशिष्टता रहेको छ, आराले चिरे जस्तो अथवा ग्राइन्डर लगाएर खोपे जस्तो त्यसको केही भिडियो हामीले खिचेका छौँ, त्यो हामी प्रस्तुत गर्नेछौँ। र अहिले तत्काल दिउँसोको समय भएका कारणले गर्दा तुवालोले वरिपरिको प्राकृतिक छटा खुला आँखाले देखे पनि क्यामेराले त्यति खिच्न सकिरहेको छैन। हामीले देखाउने प्रयास गरिरहेका छौँ र यो प्राकृतिक छटाबाट आएर यहाँको वस्तुस्थितिका बारेमा जानकारी गराउन पाउँदा हामी पनि हर्षविभोर भएका छौँ, हर्षोल्लास भएका छौँ। सबैको जय हो, सबैको उन्नति हो, सबैको प्रगति होस् भन्ने कामनाका साथमा म तुलसी भारद्वाज निरौला बिदा माग्छु। नमस्कार, शुभ दिन, जय होस्।